हेलो गाइस, गुड आफ्टरनुन एभ्रिबडी। अहिले चाहिँ हामी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा छौँ। हजुरले यहाँको दृश्य पूर्ण रूपमा देखिरहनु भएको छ के कस्तो छ। र मसँग चाहिँ हाम्रो साथी कृष्ण शिवाकोटी भन्ने चाहिँ हुनुहुन्छ। हाम्रो यात्रा चाहिँ अब सिधै काठमाडौँदेखि चाहिँ रोमानीको लागि हो, तर चाहिँ फर्स्टमा चाहिँ हाम्रो ट्रान्जिट दोहा कतारमा चाहिँ रहेको छ। हामी कतारमा लगभग 6 देखि 7 घन्टा वेटिङ गरेर सिधै रोमानिया पुग्नेछौँ है। अब परदेशीलाई चाहिँ धेरै नै पीडा छ। हामीले यहाँको दृश्य देखिसकेका छौँ। सानो सानो नानी बाबुहरूलाई छोडेर चाहिँ आमाहरू विदेशी हुनु परेको छ। अहिलेको अवस्था यो छ हाम्रो नेपालको। अब हामीले फुल्ली होप गरेका छौँ कि आउँदो समयमा सरकारले चाहिँ स्वदेशमै रोजगारी दिनेछ र हामी पनि पक्कै नै फर्केर आएर हाम्रो आफ्नै स्वदेशमा गर्नेछौँ भन्दै अगाडिको भिडियो फेरि देखाउने नै छु। गाइस, त्यसपछि हामी फाइनली बोर्डिङ पास गरेर हाम्रो डकुमेन्ट्स हातमा ल्याएर है सिक्युरिटी चेक गराएर इमिग्रेसनमा चाहिँ छाप लगाएर चाहिँ हेर्नुहोस् हामी फाइनली वेटिङ रुममा गेट नम्बर 6 चाहिँ लेखिएको छ हाम्रो टिकटमा है। हजुरलाई चाहिँ म देखाउँदैछु। गेट नम्बर 6 मा चाहिँ लेखेको छ। हामी त्यहाँ वेटिङ गरिरहेका छौँ। हाम्रो फ्लाइट ठिक 3:30 को छ। हामी फाइनली अब वेटिङमा छौँ ल। त्यसपछि हामी कतार पुगेर चाहिँ एउटा भिडियो बनाउने छौँ र फाइनली फेरि भोलि बिहान 9:30 लगभग हामी रोमानिया पुग्नेछौँ। थ्याङ्क यू। र यता चाहिँ मेरो साथी त आफ्नो डकुमेन्ट्सहरू मिलाइरहनु भएको छ है। हामीसँगै हो हिँड्ने। ल गाइस, हेर्नुहोस् प्लेनहरूको। हेर्नुहोस् अब हामी चाहिँ पुरै प्रवेश गरिसकेका छौँ। अब हामी चाहिँ ट्याक्क त्यसमै नै हो जाने गाइस। हेर्नुहोस् हजुरले चाहिँ कतार एयरवेज लेखेर रेडी छ। उता मान्छेहरू सामानहरू भरिँदैछ। त्यसपछि चाहिँ हेर्नुहोस् सब पार्किङ गरेको छ। पारी चाहिँ बुद्धको चाहिँ उता छ, बुद्ध एयरको है। रेस्क्यु एन्ड फायर सिधै पारी छ हाम्रो। यस्तो छ गाइस हाम्रो नेपाल एयरपोर्टभित्र चाहिँ। गाइस हेर्नुहोस् हाम्रो यहाँ चाहिँ गाइस ल हामी चाहिँ हाम्रो यात्रा गाइस फाइनल चाहिँ हामी अब एरोप्लेनमा चाहिँ इन्ट्री गर्ने बेला भइसकेको छ। होइन फाइनली हामी चढिरहेको छौँ गाइस। हाम्रो भर्या यस्तो छ। About 40,000 people. The weather reports.
यहाँबाट कता गाइस अब चाहिँ हाम्रो यहाँ सुरु भइसकेको छ प्लेनमा हाम्रो कृष्ण सरले बेल्ट सेल्ट बाँध्दै हुन्छ एकदम रेडी हुनुहुन्छ उहाँ उत्साहित हुनुहुन्छ कतार पुग्नलाई है अब हेर्नुहोस् बेल्ट कसेर पुरै रेडी हुनुहुन्छ हो बल्ल दल्ल आइसक्यो उता हामीलाई चाहिँ हो हामी सिकाने नाति र नातिनीले चाहिँ पुरै ब्याग उठाइरहेछन् सब सिस्टम छ यतातिर चाहिँ हेडफोन पनि दिएको छ सुन्नलाई चाहिँ है मैले जोडिसकेको छु यता अहिले होइन पछि होला कि यो सुरु भइसक्यो यो डिस्प्ले चाहिँ तलमाथि गर्न मिल्दो रहेछ है गाइस हजुरहरू पनि आउनुभयो भने चाहिँ कुनै कन्फ्युज नहुनु होला कतारीहरू फेसमा चाहिँ राम्रो व्यवस्था रहेछ है त्यो रिफ्रेसमेन्टको लागि चाहिँ हामीलाई चाहिँ टावल पनि दिइसकेको छ हेर्नुहोस् रिफ्रेसमेन्ट टावल है अब कृष्ण सरको साथीको बिहे छ अरे इन्भिटेसन कार्ड पनि आइसकेको छ यता राख्नु भएको छ राम्रोसँग म्युजिकको लागि हामी इन्जोयको लागि यो चाहिँ रेडी छ यता कृष्ण सर हो रेडी हुनुहुन्छ सबले हामी चाहिँ यसरी पनि सुन्न सक्छौँ कि यसलाई चाहिँ यसरी गरेर है तर जे जति पनि एरोप्लेनको सिटभन्दा चाहिँ हाम्रो कृष्ण सरले चाहिँ नाइट बसको चाहिँ सिट राम्रो हुन्छ भन्नुभएको छ है के कसो कृष्ण सर सही हो अनि सोफावाला टाउको परेको फोल्डिङ सोल्डिङ केही हुँदैन होइन यहाँ अब त्यो नाइट बसेको त दामी हुन्छ ठिक छ ग्रिसको आइरहेको राम्रो ग्रिसको गाइस इन्टरटेनमेन्टको लागि पनि यसमा दिएको छ हजुरहरूले हेर्न सक्नुहुन्छ एउटा हामीले यो कता रहेछ कफी पोखेर छाँड 2 करोड पाइ नि हजुर एउटा एमएलए के यसो केस 2023 को रहेछ मुद्दा लड्दा लड्दा अहिले सक्सेसफुल भएर मुद्दा जितेर 2.5 करोड पाइ यसरी इन्जोय लिन सक्नुहुन्छ हजुरले चाहिँ हेर्नुहोस् मलाई चाहिँ गेम खेल्ने मन लाग्यो गाइस म चाहिँ गेम चाहिँ गर्नेछ हेर्नुहोस् है के सिस्टम हो यो ओहो सरी यस्तो हुँदो रहेछ कि खेल्नु तीन हान्ने भनेको छ जे हान्ने भने त्यही हान्नु पर्दो रहेछ कि चारलाई कसरी हान्नु गाइस अब हामी हिँड्नु नै थालेका छौँ गाइस टेकअपको लागि एकदम रेडी भइसकेको छ है हेर्नुहोस् लागेको हो र छैन अब सुरु हुन्छ
गाइस अब लगभग 1 घन्टापछि हामीले चाहिँ लन्च पाइसकेका छौँ। लन्चमा चाहिँ यसरी रहेको छ बिरयानी, सलाड, अरेन्ज जुस, स्विट। कृष्ण सर गमागम लाग्नु भएको छ। त्यसपछि आइसक्यो हाम्रो चिया कफी 1 बिस्किट है। हाम्रो कृष्ण सर लागिसक्नु भयो फेरि 6 बज्नु थाल्यो। गाइज अहिले चाहिँ हामी हेरौँ इन्डिया सिद्धिसकेको छ, ओमान सुरु भइरहेछ, हामी जाँदै गऱ्यौँ। तर ठिक 6 बजेको छ, तर बाहिरको दृश्य एक्कासी उज्यालो थियो, तर एक्कासी अँध्यारो भयो। सायद बादलभित्र छौँ कि हामी ओमानतिर रात परिसकेको छ, थाहा भएन। ल गाइज हामी चाहिँ फाइनली अब दोहामा पुगिसकेका छौँ कतारमा। त्यहाँको दृश्य बाहिरको हेर्नुहोस्। पानीको छेउ यहाँ हेर्नु नि त्यसो भए समुद्र छेउमै रहेछ कि। Stop using the management stop. When opening the overhead storage compartment and ensure that you have all your personal belongings and travel documents with you as you disembark the aircraft. ल गाइज हामी फाइनली अब गोवा पुगिसकेका छौँ। गाइज फाइनली हामी दुवा इन्टरनेसनल एयरपोर्टको भित्र छौँ। हजुरले यहाँको दृश्यहरू देख्न सक्नुहुन्छ। हाम्रो कृष्ण सर यता ओरिजिनलै हो के हो सबै। गाइस फाइनली हामी पुगिसकेका छौँ दोहा कतार। अहिले साँझको चाहिँ 5:30 भइसकेको छ र हामी चाहिँ कतार दोहा एयरपोर्टमा पुगिसकेका छौँ। यहाँको दृश्य यस्तो छ, हजुरले हेर्नुहोस् ल गाइस। र यतातिर चाहिँ हाम्रो कतारीहरू छन् र सूर्य अस्ताइरहेछ अहिले चाहिँ। र फाइनली गाइस हाम्रो आएको हामी आएको यो हो कि के हो 307 यार। हजुरले हेर्नुहोस्। लाइक, हेलो एन्ड सब्सक्राइब। थ्याङ्क यू।